सिक्किममा आएर पनि मैले आज लिम्बू जातिको इन्डिजिनस रेली पनि मैले आज एटेन्ड गरेँ। सेवारो एन्ड हाई एभ्रिवान, दिस इज विश्व लिम्बू र आम फ्रम मणिपुर र म यहाँ सिक्किममा आएको पनि लगभग आजसँग 4-5 दिन भइसकेछ र आज चाहिँ मैले अलिकति अरू बेला हेरी अलिकति फरक तरिकाको भ्लग्स लिएर तपाईँहरू समय आएको छु। अरू बेला मैले धेरै प्रकारको रेलीहरू पनि एटेन्ड गरेको थिएँ, तर आज चाहिँ सिक्किममा आएर आफ्नो जातिको इन्डिजिनस रेली एटेन्ड गर्नु पाउँदाखेरि म एकदमै धेरै खुसी छु। कस्तो हुनुहुन्छ तपाईँ? एकदम अब मजा आइरहेछ होइन। आज रेलीमा हल्का सबैजनाले बुझ्ने हो, के हो, जान्ने हो। यो अपर्च्युनिटी चाहिँ कसैले पनि नछोड्ने हो। म सुतिरहेको मान्छे यही चिजहरू देख्न पाउँछु, सिक्न पाउँछु भनेर आएको होइन, उठेर मोदी कोट लगाएर सबै ब्लगर र हामी चाहिँ हामीको लजदेखि निस्केर रुमदेखि निस्केर माथि एमजी मार्गमा पुग्दाखेरि त अघि नै कति धेरै मान्छेहरू त आइसक्नु भएको रहेछ र हामी पनि हतार हतार जाँदै सबैलाई गएर सेवारो गऱ्यौँ र सबैसँग चिनजान गऱ्यौँ। कतिजना मान्छेहरू त मैले अस्ति नै 10औँ 4औँ तोङ्नाममा आउँदाखेरि भेट भएको तरेबाहरूसँग भेट भयो र एकदमै खुसी लाग्यो। किनभने म चाहिँ अब सिक्किम आएको पनि धेरै दिन भयो र अस्ति जुन पहिला आएर चिनेको आफ्नो साथीहरू थियो उहाँहरूलाई त मैले त एकजनालाई भेटेको थिइनँ, तर यो रेलीमा चाहिँ मैले उहाँहरू धेरैजनालाई भेटेँ र एकदमै धेरै पहिलाको यादहरू पनि आयो र उहाँहरूलाई भेटेर पनि एकदमै धेरै खुसी छु म चाहिँ। र हामीको रेली चाहिँ गान्तोक एमजी मार्गदेखि तल लिम्बू भवनसम्म थियो। सबैजना आफ्नो वेशभूषामा देख्नु पाउँदाखेरि मन त एकदमै धेरै खुसी भयो, किनभने हाम्रो मणिपुर भन्ने ठाउँमा चाहिँ हामीको यसरी आफ्नो वेशभूषा लाएर हिँड्नु पनि एकदमै मान्छेहरू धेरै शरम पनि गर्छ र यहाँ चाहिँ यस्तोरी देख्दाखेरि त मलाई त एकदमै प्राउड फिल भयो र हामीको रेली त्यहाँबाट सुरु भइसकेको छ र हामी चाहिँ लास्टमा जाने भनेर हामी चाहिँ एकदमै लास्टमा जाने प्लान गरेर अहिले चाहिँ हामीहरू लाइनमा उभिराखेको छौँ र यहाँदेखि हामीको चाहिँ हिँड्ने बेला भइसकेको छ। सिक्किममा चाहिँ धेरै कन्टेन्ट क्रिएटरहरू पनि हुनुहुन्छ र मैले यहाँनिर रेली गर्नुभन्दा अगाडि उहाँहरूलाई देख्दै थिएँ, तर उहाँहरूसँग बात गर्छु, उहाँहरूसँग फोटो खिच्छु भन्दै हामीको रेली सुरु भइगयो। अनि त्यहाँदेखि म त फोटो खिच्न नै पाइनँ र हामीको चाहिँ यामाहरू चाहिँ अगाडि हुनुहुन्छ र साथसाथै हामीको पुलिस फोर्सहरूले पनि रेली गर्नुको लागि सुसम्पन्न गर्नुको लागि उहाँले एकदमै सपोर्ट गरिराख्नु भएको छ र हामी चाहिँ त्यही हो बिचमा होइन, जान्नु नजान्नु अब भाषा नै त्यत्रो आउँदैन, अब उहाँहरूले जसो भन्नुहुन्छ त्यसो भन्दै फलो गर्दै अगाडि जाँदैछौँ र फाइनली हामी चाहिँ लिम्बू भवनमा पुगिसकेको छौँ र हामीको